गाइस गुड मर्निङ माघे संक्रान्तिको सबैलाई शुभकामना। आज चाहिँ हामी चाहिँ नुहाई धुवाई गरेर बाबर हाल्ने कार्यक्रम बाबर हाल्दै छु। हेर्नुहोस् गाइस, यता चाहिँ हाम्रो सेलरोटी छ हैन, अनि यता चाहिँ अलिकति पिठो बचेको छ, अनि त्यसैले यहाँ दिदी हाल्दै हुनुहुन्छ। मलाई त हाल्न आउन, म त फर्काउन मात्र आउँछ। अहिले फर्काउने काम चाहिँ दिदीको। भित्र चाहिँ अलि उयो थियो, अलि मतलब दाउरा थिएन, अनि बाहिर आगो बाल्छ, त्यहीमै अनि सजिलो हुन्छ भनेर बाहिर बनाइदियौँ। अनि अलि आगो पनि ताप्न सजिलो हुन्छ। मेरो साथी पनि आउँदै यो चाहिँ हाम्रो रुख अट्ठानीको। कोही चुक खाने भएपछि हाम्रो सम्पर्क गर्नु होला। धेरै त छैन, थोरै छ, अलिअलि छ। मेरो साथी पनि आउँदैछन् है, आज मलाई भेट्नलाई आउँदैछन्। आज हामी चाहिँ घुम्न जाने के गोदावरीमा। गोदावरी जान्छौँ कि अब खै कहाँ जान्छ होइन, जाने त भनेको छ, अब खै पाक्दैछ भन्नु पाक्दैछ बाबर। हामी चाहिँ बाबर खान्छौँ आज, खाने भएपछि सम्पर्क गर्नु होला। हामी हिजो हालेनौँ, आज चाहिँ हाल्यौँ, आज बिहान हाल्यौँ कि हामी राति मन पर्दैन खासै, त्यस्तैले हो। बिहान चिसो चिसो मौसममा तातो तातो बाबर, चिसो मौसममा तातो तातो बाबर खाने भनेको। आज मेरो साथी पनि आउँदैछन् उता। हाम्रो साथीलाई वेलकम छ, उता पुग्नुभयो उता किचाइबाट। फाइनली गाइज हाम्रो यता दिदी पनि पुग्नु भएको छ, मतलब दिदीको साथी उचाइ यसमा दिदी लुतो हाल्नु हो, लुतो हाल्नु हो। उहाँलाई पनि जाडी भएको छ रे, अनि उहाँ पनि आगो ताप्नु बस्नुभयो। ऊ चाहिँ हाम्रो आइसमा नुहाएर टिपेन टप भयो। के भन्दैन होला, यो जान्ने रहेछ नि बिचारा। मलाई आउँदै आउँदैन, जान्ने रहेछ खुब। हात पल्लिएको भएको पुरा यसले ऊ भयो। तँ पनि जानिनौ? आइनुसमा जान्दैन म कहिले। भन्नुहोस् आजको तपाईँको माघको 1 गतेको नुहाई धुवाई कस्तो भयो? भन्दिनै राम्रो भन्न, राम्रो भयो। अरू के भएन? फाइनली गाइज हाम्रो बाबर पनि पाकिसक्यो, पाक्दैछ। यस्तो यस्तो बाबर भएछ हेर्नुहोस्। यो चाहिँ विमलनाथ हो, यो पुष्पनाथ, ऊ गीता थापा, यो चाहिँ लक्ष्मण थापा, यो फाइनली यस्तो बाबर पनि पोलिसक्यो हेर्नुहोस् गाइज। बाबर यति हो हालिसक्यो। अनि यो चाहिँ विमल, यी मेरो साथीहरू सबै यहाँ। यो चाहिँ लक्ष्मण हो, दाई भाइहरू सबै आउनु भएको छ, बहिनीहरू पनि आउनु भएको छ, मेरो दिजु पनि आउनु भएको छ। हेलो भन्छ, चिसोले हेर्नुहोस् त, यति बाक्लो कपडा लगाएर पनि अझ सल ओढेकै छ, त्यहाँ माथि अझ पनि चिसो भयो भन्दै हुनुहुन्छ। यस्तो छ मौसम आजको, हेर्नुहोस् गाइज। यो चाहिँ स्विटी हो, स्विटीको बुढो कानमा पनि उकोचिरहेको छ। हेलो डल्लो, हाई हाई भन। यो चाहिँ मुकेश, हाई भन। हेर्नुहोस् अझै हालिसकेर अब केसँग खाने थाहा छैन। अब केसँग खाऊ? मासु आज खाँदैनन् भन्यो, के खाने होला? बाई सबैजनालाई। मेरो कानमा पनि टप छैन, सबै खै कहाँ पकायो हिजो राति सुत्ने बेला। साग पकाइकन खाउँला भने पिकनिक घुम्न जाउँ। के नगरौँ, करेन्ट आउँछ र पास्ता पकाएर खाउँ। मै जाउँ भने भम्का कम्पिटिसन गरौँ। कहाँ भम्का भने हो, कति राम्रो छ, ठुलो माथि 3 तलाको ल्यान्डर गर्छ। आज चाहिँ हामी घुम्न गएको बेला